हर्कबादलाई जिन्दगीमा जति खुट्टा ताने पनि हर्कबाद माथि माथि पुगोस्। अर्को पदमा पनि सुजन गुरुङको पदमा पनि अहिले मन्त्री के अरे गृहमन्त्री दिनुपर्छ सबैले भन्छ, तर त्यो गृहमन्त्रीमा तपाईँ नजानुहोस्। म त सिधै भन्छु गृहमन्त्री पनि नजानुहोस्, प्रधानमन्त्री पनि नजानु। आफ्नै यो 84मा आउँछ, 84मा तपाईँ नै हो यो देश। 84 होइन 89 मा तपाईँ नै हो यो देश खर्लममा हर्कबादको हो, अरू कसैको होइन। 87 मा चाहिँ होला। अब जे भए पनि अब हुन्छ, 2-4 वर्षमा हुन्छ। अहिले भनेपछि मन्त्री र गृहमन्त्रीमा नलोबिनु, नजानुस्, हर्कसम्पाद नलोबिनु। तपाईले जनताले त उहाँ पुर्याउँछ तपाईलाई, जनताले सबैले सोलेटो उहाँ पुर्याउनुहुन्छ। तपाईँ नआतिनु पनि तपाईँ अहिले गृहमन्त्री के अरे मानिने भएर पनि तपाईले अहिले गर्दै लाँदै हुन्छ। तपाईले जनताको मन जितिराख्नु भएको छ, जनताको मन जितिराखेको छ। तपाईसँग हिँड्ने जनताले सबैले तपाईँको मन कस्तो छ, हृदय कस्तो छ भन्ने कुरो सबै बुझिसक्नु भएको छ। बुझेर चाहिँ त्यही तपाईँको उसमा नआउने, हर्कबादमा नआउनेलाई मात्रै बुझेको छैन, त्यो पनि सबै बुझ्नुहुन्छ। तपाईँले सुजन गृहमन्त्रीको पदमा चाहिँ दुनियाँले जाउँ भने पनि तपाईँले चाहिँ त्यो जाँदै नजानुहोस्, मेरो दशमलाई बिन्ती छ। तपाईँ आफै जितेर चाहिँ अहिले प्रधानमन्त्री दियो भने पनि नजानुहोस् प्लिज। म आमाको हो एकदम, म पहिल्यैदेखि तपाईँको म हिँडिराखेको मान्छे, मलाई सबै थाहा छ। तपाईँ प्रधानमन्त्री के अरे गृहमन्त्री पनि जाँदै नजानुहोस्, मेरो बिन्ती छ। तपाईँले आफ्नो यत्रो के अरे मेयरदेखिको आफूले नै दुःख गरेर दुःखको पसिना कसरी मिल्दो रहेछ, तपाईँ नै भन्नु दुःखको पसिना कसरी मिल्छ भनेर भन्नुहुन्थ्यो। पसिनाको फल अहिले कसरी मिल्दैछ भनेदेखि तपाईँ अहिले 2 महिना 3 महिना भित्रमा त मानिने भएर उहाँ जानुभयो भनेदेखि तपाईँलाई त्यो सुजनको कहिले पनि तपाईँले जतिजनाले भने पनि त्यो पदमा तपाईँ जाँदै नजानुहोस्। आफूले जितेर आफ्नै पदमा मात्रै तपाईँ जाने हो। कसै पदमा मान्छेले भन्छ लोभ लालच भन्छ, त्यसरी नजानुहोस्। जतिजनाले कर लगाए पनि तपाईँ नजानुहोस् होला, मेरो बिन्ती। मलाई साह्रै बोल्नु मन पनि लागेको थियो। त्यो पदमा चाहिँ तपाईँ अहिले एकदम मानिने नै भएर बस्नु होला, बोलिराख्नु भएको छ, सबै पुरा राखिराख्नु भएको छ। तपाईँलाई जय जयकार छ।